बालेन सरकार ढल्छ रे अब। राम्रो काम गरेर बालेन सरकार कसले ढाल्छ हेरौँ न हामी पनि। हर्क साम्पाङले राजीनामा मागेछ नि त। उसले राजीनामा मागेर दिनुपर्छ। बालेनले राम्रो काम गर्दै गर्दा नि हर्क साम्पाङले विरोध गरेर फुटबल जस्तो बुलुक बुलुक उफ्रियो भने नि नेपाली जनताले लात्ता हानेर धरान पुऱ्याएन छन् भने नि मलाई भन्नु होला ल। अति नै गरे क्या हर्क साम्पाङले। अहिले हिजोको दिनमा उसले राम्रो काम गर्यो भनेर ल अलिअलि विरोध गर्यो होइन, अलिअलि हामीले सहेर बस्यौँ। अब अहिले ऊ खुल्लमखुल्ला रूपमा महावीर पुनको विरोध गरिरहेछ, अपमान गरिरहेछ। गृहमन्त्रीमा सुदन गुरुङ चाहिँ आउनु पर्दैन भनिरहेछ फेरि। अनि रफ्तारमा काम गरिरहेछ सरकारको चाहिँ होइन, राम्रै कामको उसले विरोध गरिरहेछ। उसले यही गतिविधि गर्दै गएर ऊ अझै पनि बढी भयो भने नि नेपाली जनताले नि जुत्ता सिन्युसियोले उसको मुख सिलाइदिन्छन् भने ल मलाई भन्नु होला। नेपाली जनताले चाह्यो भने नि हर्क साम्पाङको पार्टी र हर्क साम्पाङको अस्तित्व नि 1 सेकेन्ड त के आधा सेकेन्डमा समाप्त गरिदिन सक्छन्।